गाउँपालिका त्यही भएर पनि यो बाटो विकासै भएन। I don't wanna hear that combo back in your bitch from व्हाट्सअप सम्पूर्ण दर्शक नमस्कार भन्न चाहन्छु अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै अनि सो आराम नै छु। एन्ड हजुर के छ नयाँ नौलो खबर है, मेरो चाहिँ सबै ठिकठाक छ। एन्ड सो यार म चाहिँ आज बाटोमा छु र आफ्नो गाउँको बाटोमा चाहिँ छैन, म चाहिँ टाढाको बाटोमा छु यार। यो चाहिँ सो कहाँको बाटो भन्नु होला, यो चाहिँ माराबासको बाटो हो। यो चाहिँ कुसुम खोला अनि यो खसौलीको बिचमा चाहिँ पर्दछ यो बाटो चाहिँ है। एन्ड म चाहिँ आज तानसिङ गएको थिएँ। सो मेरो चाहिँ केही थोरै कामहरू थियो भने अहिले चाहिँ म एक्लै नै छु। अहिले चाहिँ कति बज्यो यार सो भन्नुपर्दा चाहिँ अहिले चाहिँ 5:30 भइसकेको छ यार, म एक्लै छु है। एन्ड अब भिडियो चाहिँ म हालिराखेको छु अनि सपोर्टहरू चाहिँ ठिकै छ है। अनि के भन्ने यार, मौसम चाहिँ ठिकै छ। सो ल मौसम चाहिँ यही हो है, हेर्न सक्नुहुन्छ सम्पूर्णले। अनि यो बाटोहरूको हालत चाहिँ म के भनेर व्याख्या गरौँ यार। यो बाटोलाई चाहिँ त्यही पर चाहिँ खसौली गाउँपालिका छ, रिब्दीगढ गाउँपालिका। सो तर रिब्दीगढ गाउँपालिकाको सीमा क्षेत्रभित्र चाहिँ यस्तो बाटो हो क्या, के भनेर व्याख्या गर्ने है होइन। यहाँ उदिको बाटो चाहिँ दिक्क पारे होला कि सायद मान्छेलाई पनि है। बाटो हेर्नु कस्तो खाल्टो हो कि, खाल्टाखुल्टी है। यो चाहिँ मेन बाटो हो के, यो केन्द्रकै बाटो भन्छ यार सायद यसलाई। रिब्दीगढ गाउँपालिका भनेपछि यो चाहिँ जताततैको बाटो चाहिँ यही नै आउने हो। तर पनि बाटो चाहिँ यस्तो छ है होइन। बाटोहरू चाहिँ यस्तो भएको छ भने अब हाम्रो हाल अध्यक्षज्यूहरूलाई चाहिँ भन्न चाहन्छु कि अब आफ्नो सीमा क्षेत्रभित्र चाहिँ यो बाटोहरू चाहिँ सुधार गर्नु पर्यो। सो अरू चाहिँ के भन्ने होइन, जे भए पनि अब आफ्नो सीमा क्षेत्रभित्रको चाहिँ बाटोहरूमा चाहिँ अलिक विकास चाहिँ गर्नु पर्यो क्या होइन। तीव्र रूपमा चाहिँ गर्नुपर्छ, यो बाटोहरू चाहिँ बनाउनु पर्छ क्या। यस्तो त अब यो मेन बाटो नै यस्तो छ भनेपछि गाउँतिरको बाटो चाहिँ कस्तो होला होइन, त्यो व्याख्या नै गर्न सकिन्न क्या अब गाउँको बाटो त झन्। तर उहाँ चाहिँ खतरा हिमाल देखेको छ। मैले चाहिँ रुकिनुहोस् एकछिनपछि देखाउँछु त्यो हिमाल। यहाँनिर गर्दा चाहिँ देखिन्न क्या त्यहाँको हिमाल। हिमाल चाहिँ खतरा देखेको छु त्यहाँ बारे। तर मेरो चाहिँ आइफोन होइन, क्लियरली देखाउनको लागि चाहिँ है। सो है मलाई चाहिँ यहाँ देउरालीको राइड चाहिँ अहिले बाइकमा चाहिँ लिदिनु भएको छ। यतामाथिको बाटो खत्तमको छ अन्त ओके। गाउँपालिका त्यही भएर पनि यो बाटो विकासै भएन। हजुर अहिले चाहिँ म छोरा बतासेमा चाहिँ आइसकेको छु अनि म डाँडामा छु। बतासेको डाँडा चाहिँ यो हो। मलाई चाहिँ यत्रो उकाल्ने सिधा थकी लाग्यो क्या माया गरी। अनि ल ट्याक्क लगाएर मलाई चाहिँ देउरालीको दाइले सपोर्ट गर्नुभयो। सो हेल्पफुल चाहिँ गर्नुभयो दाइले। एन्ड त्यो दाइ चाहिँ देउरालीको दाइ हुनुहुँदो रहेछ, उहाँले चाहिँ यातायातमा काम गर्नुहुँदो रहेछ है। सो अब के भन्नु मेरो दाइको लागि चाहिँ मैले दाइसँग चाहिँ दुःख सुखको कुरा चाहिँ हल्का हल्की भयो। एन्ड सो दाइ चाहिँ रमाइलो खालको हुनुहुँदो रहेछ। सो आई एम भेरी ह्याप्पी बिकज अब सो कसैको हेल्प गर्नु एन्ड कसैको हेल्प पाउनुमै त्यो हामी खुसी हुनुपर्छ भन्ने चाहिँ मेरो
के भन्ने यार है ल म चाहिँ अब घर पुग्न चाहिँ 45 मिनट जति लाग्छ यार जस्ट अझै धन्न त्यो दाइले चाहिँ मलाई माराबासदेखि बताससम्मको लागि चाहिँ लिफ्ट दिनुभयो होइन अनि हाम्रो चाहिँ यतापट्टि अहिले नयाँ टङ्की बनेको छ ल यहीँ योहरू चाहिँ गाउँघरको बाटो चाहिँ अब यस्तै छ है देखाउने कि नदेखाउने खासमा चाहिँ ल